तपाईँको सामान सबै तपाईँहरू गइदिनु पर्यो एक थान हैन प्रेसर कुकर एक थान हैन बाल्टिन एक थान यो त्यसपछि के हो जाडो हैन पनियो एक थान बाक्स एक प्रेसर कुकर रामेछाप नगरपालिका वडा नम्बर 8 भण्डारी टोलमा चाहिँ हाम्रो हरि तामाङ र देविका तामाङको घरमा विद्युत सर्किट भएर चाहिँ सुरुवात भएको यो आगो लागिमा देखिहाल्नुभयो घर पुरै ध्वस्त भएको छ भने देविका तामाङ पनि चाहिँ आफ्नो सामानहरू निकाल्ने क्रममा चाहिँ घाइते हुनुभएको छ र उहाँको अर्को छिमेकी एकजना महिला पनि उहाँलाई जोगाउने क्रममा चाहिँ निकाल्न खोज्दाखेरि उहाँ पनि घाइते भएर चाहिँ अहिले हाम्रो नेपाल रेड क्रस सोसाइटी जिल्ला अस्पताल रामेछापको उहाँहरू स्वास्थ्य कर्मीहरूले चाहिँ उहाँहरूलाई रेस्क्यु गरेर लगिसक्नु भएको छ उपचारको लागि सर। ए हस् धन्यवाद सर। सर घाइतेको स्थिति बुझ्ने हो कि के छ? सामानहरू झिक्दाखेरि हातमा चाहिँ चोट लागेको आगोमा त्यहाँ माथिबाट तल झर्दाखेरि चाहिँ रोक्दा रोक्दै त्यसरी अगाडि पछाडिको मात्र यो अगाडिको भाग तलको भाग मात्रै गरिदिनु अरू भाग चाहिँ त्यसो छ भने त्यो गरेर हस्पिटल लाग्यो उहाँ चाहिँ माथिल्लो टोलको सर अनि उहाँ चाहिँ दौडेर त्यहाँ हेर्न अथवा सहयोग गर्न भनेर चाहिँ उहाँ झम्टिँदाखेरि उहाँ पनि चाहिँ अलिकति त्यो घटनामा चाहिँ पोलिनु भएछ। त्यसैले गर्दाखेरि उहाँको अहिले चाहिँ हाम्रो नेपाल रेड क्रस सोसाइटी र जिल्ला अस्पताल रामेछापको स्वास्थ्य कर्मीहरूको संलग्नतामा उहाँको उपचार चाहिँ अहिले भएको छ। उहाँको स्थिति सामान्य नै छ, त्यति नाजुक छैन। हस् धन्यवाद सर। मेरो घर थियो भन्छ निभाउने मात्रै होइन मेरो घर आग्न भनेर घर थियो यति बेला कमान्डरले घटनास्थलको रेकी गरिरहेको छ। जङ्गलमा सुरक्षाको यति बेला फायर फाइटिङ टिमले आगलागी नियन्त्रणको कार्य गरिरहेको छ। सरहरूको टोली खटिरहेछ सर होइन, एकदमै निभाउने काम भइरहेछ। उक्त स्थानमा दमकलको सहायताले दमकल आयो सर, दमकल रामेछाप नगरपालिकाको के अरे मन्थली नगरपालिकाको कता हान्ने हो फेरि पानी त्यसले?
आगलागी हुने क्रममा हामीले जङ्गलको नजिक रहेको गाउँ बस्तीमा आगलागीबाट क्षति हुन नदिन घर तथा गोठहरूको छानोहरूमा पानी हाल्ने हरियो स्याउलाहरू हाल्ने तथा घर वरिपरि रहेका सुकेका दाउरा